हेलो साथीहरु, के छ हजुरको खबर? दिन अरूको भए तापनि रात भने हाम्रो आफ्नै हो। जिले आफ्नी जिन्दगी। दिउँसभरि काम डुट्टु हानेर बेलुका पख भने हामी लागियो खानाबी हेर्न। फेसबुकमा मैले हालेको धेरै जनाले चाहिँ न्यू इयर भएको हो र भन्दै हुनुहुन्थ्यो। नो गाइज, यो न्यू इयर हैन, यो त जस्ट समर मनाउँदै छौं। यो चाहिँ हैन है, फेरि खै किन बर्काउँछ न जापानिजले, मलाई थाहा छैन है साथी। थाहा नभए तापनि साथीहरु, रमाइलो भनेसी हामी जहाँ पनि पुग्छौं। यही हो हाम्रो नेपालीको खास बात। के कसो हो साथीहरु? यता हेर्नुस् त साथीहरु, कति धेरै मान्छे हुन् के। यो तल सबै मान्छे साथीहरु। यहाँ भित्र जानको लागि टिकट काट्न पर्ने रहेछ। हामीलाई भने टिकटको कुनै आइडिया नभयो। टिकट काट्ने कहाँ हो के हो केही पनि थाहा छैन। त्यसै लङरङ हिँड्यौं। पर पुलबाट भने यस्तो राम्रो देखिएको थियो नि, मज्जा भयो। यस्तो मिठो देखियो के साथीहरु यो साल त। लगभग 1.5 घण्टा जति पड्काइरहेको थियो। पड्केको हेर्दा कति बेला समय बित्यो भन्ने थाहा नै भएन। उभिएको गरेर खुट्टा भने प्या गरिसकेको थियो। त्यसपछि खाइयो मस्टर राति बेला खाना हुन्न के गाइस, नखानु होला। अरे कहना क्या चाहते हो?